वेलकम ब्याक टु माई च्यानल। अनि सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दै म आजको ब्लग स्टार्ट गर्दैछु। धेरै पछि आएको छु अनि चिसो चिसो मौसममा आज म चाहिँ क्लास पुगेर आइसकेको छु। अनि आज के हुन्छ हेर्दै गर्नु होला। धेरै पछि ब्लग हाल्नु लागेको छु। अहिले चाहिँ म यो भिक्टोरिया हाइवेमा छु, जाँदैछु घरतिर। अहिले चाहिँ म घर आइपुगेर बसिरहेको छु। अघि आइसकेको घर चाहिँ म। अनि अहिले दोकान रुँग्दैछु। बाबाले सुँगुर बचाएर दिनुहुने अरे, त्यही भएर दोकान रुँग्दैछु। अघि मम्मीलाई फेरि थेरापीमा पुऱ्याएर आएर बसिरहेको छु है। हातमा छ पैसा, यो पैसा मेरो भइदिएको भए। यो सूर्य डाटा हाम्रो नेपाली प्रडक्ट भएर पनि कस्तो महँगो, दुइटालाई 645 अरे हो। त्यो 645मा किनेको दुइटा सूर्य जुन अब त्यसबाट फाइदा हुने भनेको 20 रुपियाँ 30 रुपियाँ। अनि के गरी खानु माछालाई। साङ्गेमा हेर अनुहार बिगारेको हाम्रो बिजनेस के जहिलेसको नामै बिर्सिन्छु म। सिलाङ सागमा तिम्रो आँखामा डुबिसकेछु, मलाई निकाल खोज, मेरो गीतको भाका बनेछु, मलाई मात्रै तिमी गाइदेऊ न। जीवनभरिको लागि सम्झना बनिदिनु, हाँसिदिउँला सबै तिमी हाँसोमा रङ्ग थपी आउनु। तर लुकाएर ल्याएको छु, हेर्नुहोस् त। मैले हेर्नुहोस् त, हेर्नुहोस् एउटा हो। तिमी खाँदैन? खान्छु नि। अनि टिप्स गरेर आएको बाउ छोरी चाहिँ हामी तयार भइसकेको। अब हामी धरान जाँदैछौँ साङ्गेमाको नाना किन्नु। साङ्गेमाको बर्थडे आउँदैछ होइन। अनि त्यही भने त्यही हो। अब खानासाना खायौँ अनि अब जाने। के चाहिँ हौ पेन्ट खोइ थाहा भएन। अब म रेडी हुन्छु। जुत्ता सुत्ता लगाउनु बाँकी छ, अब त सबै रेडी भइसक्यो। एकजना यहाँ जाऊ ढिलो न ढिलो गर्दैछ। ल है त अहिले भेटौँ बाटोमा। ल हेर्नु न, सुत्दैछ मेरो छोरी आफै खेल्दै खेल्दै। निप्पल पनि मुखैमा लाएर सुत्दैछ। कत्रो निन्द्रा लागेको थियो रहेछ त यसलाई त है। म र छोरी रेडी भएर अघि छोरी त निदा पनि सक्यो, कोही कोही रेडी भएको 2 घन्टा भइसक्यो। त्यो पनि यत्तिको लागि रे राम राम। अब हामी धरान लागेको है साथीहरू। ल है त भेटौँ धरानमै। हाम्रो हर्क सरज्यूले दिँदै हुनुहुँदो रहेछ यहाँ।
हाम्रो 99 पनि अब सक्यो 99 प्लसकोबाट पनि सर्नु सक्यो अब हामी चल्दैको ल अहिले चाहिँ हामी यहाँ खाना खानु आइपुगेको छौँ घरको यता बरकोट साइड के खानु भनेर हामी सोध्दैछौँ मलाई है खाजा मेरो राई मतलीको त्यस्तै हुन्छ है हाम्रो खाजा त अलिअला धरानको नाइट सिन अब जाने धराना गुड बाई बल्ल बल्ल घर आइपुग्यौँ नानीले फेरि यति कोसेली निकालिदिइरहेको रहेछ त्यो चाहिँ माथि उचाल न भन्छु अब यहाँ सफा हान्दैछौँ हामी होइन नानी नानीको कोसेली दामी छ हरियो निस्किएको छ ल त अहिले भेटौँ ल म भात पकाउनु के छ जाड पकाउनु पर्ने छ यो पानी यहाँ हाल्छु अनि त्यसपछि पकाउँछु हेर्दै गर्नु होला भर्खर आइपुग्यौँ ढिलो भयो क्या फेरि खाजा खाँदा ओर्दा ढिलो भयो थुक्पा सुक्पा खाइयो एकछिन बस्यौँ गफ पनि गऱ्यौँ अनि ढिलो भयो फेरि बाटो उस्तै छ होइन अनि राम्रै छ भनौँ न उस्तै छ भन्दा राम्रै छ तर हामी चाहिँ उताबाट घुमेर आयौँ र अलिक ढिलो भयो अब ल एकछिनमा भेटौँ ल काम गर्छु म हजुरहरूलाई कस्तो लाग्दैछ मेरो भिडियो मन परेमा सब्सक्राइब गरिदिनु लाइक गरिदिनु होला अनि त्यही हो भिडियो चाहिँ हालिराखौँ भन्छु तर फेरि कन्टेन्टै हुँदैन र म हाल्दिनँ खासै होइन त्यही पनि म अब हाल्ने प्रयास गर्छु अबदेखि चाहिँ केमा चाहिँ सुधार गर्नु पर्यो के गर्नु पर्यो भनिदिनु होला अनि अब चाहिँ रेगुलर हालौँ भनेको के हुन्छ हेरौँ यो चाहिँ साथी हो के भन्नुहुन्छ भने तपाईँहरूलाई मर्छ है यो चाहिँ यो बिना चाहिँ जाड रक्सी केही पनि भन्दैन दिस इज द इम्पोर्टेन्ट थिङ्स मैले चाहिँ हालिसकेँ माल पदार्थ यहाँ जाडमा हाल्ने कुरा अहिलेको मैले बनाएको थिएँ नि जाड यस्तो भएको छ है अब यसलाई चाहिँ म यो बोराभित्र हाल्दैछु कुम्चाउनुको लागि मर्चा सर्चा हालेको अहिलेको मैले मर्चा कुटेकोहरू सबै हालेको अनि उहाँ चाहिँ जिन्दगीमा फर्स्ट टाइम काम गर्नुभएको त्यसैले अलिक दाँतबाट पसिना आइरहेछ कस्तो के भएर क्यामेरा मधुर आएको अब हाम्रो काम सबै सक्यो अब हामी खाना खानु जाँदैछौँ अगाडि हुनुहुन्छ हाम्रो मिसेस थेबे बिचमा हुनुहुन्छ हाम्रो पिङ्की थेबे अनि हामी राई पार्टीहरू छौँ है हामी राई पार्टीहरू मैले होइन सँगै हाँसिदियो माया गरिदियो मलाई माया गरिदियो बाई हेलो भन्दै मलाई माया गरिदियो मलाई बाबालाई माया गरिदियो मलाई माया यहाँ मुखमा हाल्न हौ फुलहरू हाम्रो फुलेको कति देखाउनु कहिले देखायो सापडामा अब हामी किचन आइपुग्यो अब खाना थुक्पा खाने नि थुक्पा चाहिँ खाने अरू कुरा चाहिँ थाहा भएन मलाई नानी पाखामा त अलि पनि नुन त्यत्रो खाएको त कस्तो प्यास लागेको रहेछ होइन रेड बुल BC1 भने जस्तो क्याप लगाइरहेछ हाम्रो नानीले यस्तो नि गर्न मिल्छ क्या कस्तो साइडले हेर्दै के अरे त्यसको आयो ल खाना खाएर अब हामी पनि सुत्छौँ होला कस्तो लाग्यो
तपाईँहरूलाई सब्सक्राइब गरिदिनु होला ढल्न आँटिसक्यो हौ अनि हामी मन परेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला यसै क्रममा अब हामी बाई बाई ल कस्तो छोड्दैन हिँड्दिएको बाई बाई भन्दा भन्दै मलाई कस्तो देखिरहेको सब्सक्राइब गरिदिनु होला ल सकियो ल हाम्रो बाई 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 गरिदियो बाई 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 बाई। छिटो यहाँ छिटो बाई बाई माया गरिदियो ल बाई बाई सी यु टुमारो बाई